नमस्कार रोशनजी। नमस्कार। र आजको बैठक सम्पन्न भइसकेको छ यति बेला है। उक्त त्रिपक्षीय बैठकमा के कस्तो छलफलहरू भयो, के कस्तो मुद्दालाई लिएर छलफल भयो त्यो बारे जानकारी गराइदिनु। एकदमै राम्रो भयो है। हजुर हजुर। त्रिपक्षीय मिटिङ त भएन। हजुर हजुर। हो, बाई पार्टाइट मिटिङ भयो। किनभने गभर्मेन्ट अफ वेस्ट बेङ्गाल आएन। गभर्मेन्ट अफ इन्डियाको युनियन होम मिनिस्टर अफ स्टेट नित्यानन्द राय गर्नुभएको थियो हो। होम सेक्रेटरी हुनुहुन्थ्यो, त्यहाँदेखिको ट्राइबल सेक्रेटरी हुनुहुन्थ्यो, त्यहाँदेखिको आरजिआईबाट हुनुहुन्थ्यो, जोइन्ट सेक्रेटरी हुनुहुन्थ्यो, अन्य अफिसरहरू थिए है। राम्रो भयो। हामी कुरा राख्यौँ एउटा पर्मानेन्ट पोलिटिकल सल्युसन, एउटा 11 जात गोष्ठीलाई ट्राइबल स्ट्याटस र अर्को चाहिँ अहिले जुन चाहिँ चिया श्रमिकहरूले भोग्दै गरेको समस्या चिया बगानको है र विस्तारपूर्वक हाम्रो सांसद राजु विष्टले कुराहरू राख्नुभयो। सबैले कुराहरू राखे है। र गोर्खाल्यान्डदेखिको लिएर युनियन टेरिटोरीदेखिको लिएर बिटिसी मोडल, बिटिआर बोडोल्यान्ड टेरिटोरियल काउन्सिल, त्यस्तोहरू विषयहरू पनि सबै चर्चामा आयो है। र नेक्स्ट मिटिङ फेरि छिटै हुन्छ भन्ने उहाँहरूले हामीलाई भन्नुभएको छ, जहाँ चाहिँ बङ्गालको रिप्रेजेन्टेटिभ पनि आउँछ है। हाम्रो समस्याहरू केन्द्र सरकारले सबै बुझिसकेको छ र आज हामीले स्पष्टता साथ हाम्रो ऐतिहासिक भौगोलिक सबै परिस्थितिहरू राखेको छौँ र आउने दिनमा फेरि राम्रो मिटिङ हुन्छ र समाधानको तर्फ मिटिङ हुन्छ। एउटा दुईटा मिटिङमा समाधानको लागि बढ्छ भन्ने हामी आशावादी छौँ। अच्छा सर, फेरि अर्को मिटिङ हुन्छ भनिरहनु भएको छ है तपाईँले? होइन, यो त अब होइन, तपाईँहरूलाई कतै लाग्दैन यो? हजुर, यस प्रकारले कतिवटा प्रपोजल हजुर युनानिमस दिउँ गभर्मेन्टलाई हजुर है। र अर्को मिटिङ त हुनु आवश्यकै हो, किनभने त्यो मिटिङ फाइनल मिटिङ होम मिनिस्टर अमित शाहजीले चेयर गर्नुहुन्छ र त्यसमा फाइनलाइज हुन्छ। हजुर हजुर। अच्छा, जुन प्रकारले तपाईँलाई के लाग्छ, यहाँनिर प्रश्नहरू पनि पहिले यस्तो उठिरहेको थियो, पहिला प्रधानमन्त्रीको स्तरमा वाद हुन्थ्यो, त्यसपछि गृहमन्त्रीसँग प्रधानमन्त्रीको स्तरमा हामीले प्रधानमन्त्रीलाई भेटेको हो। हजुर हजुर है। हजुर, नरेन्द्र मोदीज्यूलाई भेट्यौँ हजुर है, मनमोहन सिंहजीलाई भेट्यौँ हजुर है। पहिला एलके आडवाणीजीदेखिको लिएर अटल बिहारी वाजपेयीहरू, एसडी देवी गौडाहरू सबैलाई भेट्यौँ होइन। तर अब होम मिनिस्टरको लेभलमा अन्तिममा गएर मिटिङ हुन्छ। जस्तो जिटिए बनाउँदाखेरि है, होम मिनिस्टरसँग लास्ट 3 पल्ट मिटिङ भएको थियो। लास्ट 11वटा ट्राइपार्टाइट मिटिङ भयो, 3टा अफिसियल लेभलको भयो, 3टा सेक्रेटरी लेभलको भयो है। होम मिनिस्टरसँग 3टा मिटिङ भयो होइन। त्यति बेला श्री पी चिदम्बरम हुनुहुन्थ्यो, उहाँले नै ड्राफ्ट गर्छु भन्नुभएको थियो जिटिएको उयो, तर हामीले सरकार चेन्ज भएर सम्झौता गऱ्यौँ। र त्यसले गर्दाखेरि अब अहिले कुराहरू बढ्दैछ। तपाईँहरूले यसलाई पोजिटिभ प्रकारले पस्किनुहोस् न। होइन, यहाँ यस्तो कुराहरू उठिरहेको कुराहरू नै हामी तपाईँहरूसँग गरिरहेका छौँ। अब आजको यो जस्तो जुन प्रकारले आजको बैठक यो सकिएपछि है, धेरै कुराहरू पनि अघि आइरहेको छ। भाजपाले त 2026को चुनावलाई लिएर एउटा स्टन्ट गरेको रहेछ भन्ने कुराहरू पनि अघि आइरहेको छ। हामी स्पष्टतासँग यो भन्न चाहन्छौँ कि हाम्रो समाधान 2025 भित्रमै हुनु पर्छ। हजुर, कन्फर्म 26 हामी पर्खिँदैनौँ। हजुर हजुर, एकदम कन्फर्म। हामी हाम्रो समाधान 25 भित्रमा चाहन्छौँ, 25 भित्र, 2026 होइन। हजुर, चुनाव भन्दा अघि तपाईँ समाधान चाहनुहुन्छ। यो विषयलाई पनि उठान भयो त, यस कुरालाई पनि तपाईँहरू उठान गर्नुभयो त? हामीले एकदम एक्सपर्टाइट गर्नुपर्छ। तपाईँहरूले अर्को राउन्ड अफ मिटिङको पनि तपाईँहरूले हामीलाई डेट दिनुहोस् भन्दाखेरि उहाँहरूले भन्नुभयो आज अब सबैजना फेरि बिजी छ, वकफ बोर्डको बिल राज्यसभामा आउँदैछ है, र त्यसले गर्दाखेरि नेक्स्ट डेटको मिटिङ राजु हाम्रो विष्ट संसदलाई कन्भे गर्ने भनेको छ। अच्छा।
पंजाब स्टेट डियर बैसाखी बम्पर। पहिलो पुरस्कार 6 करोड़ ग्यारंटीड। टिकट को दाम 500 रुपया। ड्रॉ 19 अप्रिल। पहिलो पुरस्कार केवल बिक्री भएका टिकटबाट। पंजाब सरकार डियर बैसाखी बम्पर 2024 लटरीमा पहिलो पुरस्कार विजेता चंद्रन कान्ता प्रधान। के तपाईं हुनुहुन्छ यसपालिको करोडपति? हाइट कितना रखना सर? सर करोना मटेरियल फाइनल। सर याद करो जिंदगी में 28 मिनट नर्सों ले लेते हैं। होमलैंड में हम सर नहीं खाएंगे, बस घर सजाएंगे। Hassle-free interiors from start to finish. 360-degree management, expert-led designs, delivery in 45 days. Homelane, interiors made easy. Homelane, Siliguri. Selection Furniture, opposite Vega Mall, next to Zudio. Call 7699736111. शादी या फंक्शन में हो या दे संजोना, डॉक्यूमेंट्री हो या विज्ञापन बनवाना, प्रोडक्ट की ब्रांडिंग को नए रंग लगाना, कैंडिड शॉट से पल के कराना, हर तस्वीर में जादू लाना, हर फ्रेम में हो कला का खजाना, खूबसूरती और क्रिएटिविटी जब साथ निभाना। सारांश में फोटोग्राफी या सिनेमाटोग्राफी हो करवाना तो सोमानी डिजिविजन में ही आना। सोमानी डिजिविजन हर याद को बनाए खास। कॉन्टैक्ट 9434023813।